नमस्ते फ्रम ढोरकास बुटिक कपनमा तपाईँलाई स्वागत छ। हामीले अनलाइन क्लासमा गरेको टुकी ब्लाउज है, ट्रेडिसनल टुकी ब्लाउज यो। अब चाहिँ हामी पेपरमा ड्राफ्ट गरेर कपडामा कटिङ गर्छौँ है त। अब यो कसरी कटिङ गर्ने म तपाईँहरूलाई डिटेलमा भन्छु है त। यो चाहिँ टुकी ब्लाउज हो, ट्रेडिसनल टुकी ब्लाउज हो। जस्तै हाम्रो नेपालीहरूको चाहिँ चौबन्दी चोलो ट्रेडिसनल हो भने यो चाहिँ इन्डियनहरूको है, इन्डियनहरूले चाहिँ यस्तो लाउँछ। प्राय सबैले लाउँछन् है इन्डियनहरूले चाहिँ। ल हाम्रो लम्बाइ छ 14 है, 14मा चाहिँ हामी +3 गर्छौँ भनेपछि कति हुने भयो त? 14मा +3 गरेपछि 17 हुने भयो। हामी यहाँ 17मा पोइन्ट गर्छौँ। त्यसपछि हाम्रो माथि मुद्दा 13 छ, 13लाई आधा गरेपछि 6.5 भयो, 6.5मा हाफ इन्च प्लस गरेपछि 7 भयो है। यही अनुसारको हामी सिधा गर्छौँ पहिला यसरी। यो भयो। अब यसमा चाहिँ ब्याक चाहिँ डिप छैन, जम्मा 6 मात्र हामीले खोलेका छौँ तल। पछाडिको गल्ला चाहिँ 6 मात्र छ है। अब पछाडि गल्लाको 6 मात्र खोलेको भएर हामी चाहिँ यसमा कुम धेरै माइनस गर्दैनौँ है। हाम्रो कुम छ 14, 14लाई आधा गरेपछि 7 भयो, 7मा हामी हाफ इन्च माइनस गरेर 6.5 राख्छौँ है त। 6.5 राख्छौँ। गला पनि हामीले भित्र धेरै गर्दैनौँ है, 2.25 मात्रै गर्छौँ। यता पनि 2.25 गरौँ, यता पनि 6.5 गरौँ। त्यसपछि यसलाई पनि हामी बक्स बनाउँछौँ है त। यसरी यसरी। त्यसपछि हाम्रो छाती चाहिँ 36 है, 36लाई 4 भाग गर्दाखेरि कति भयो? 9 भयो है। 9 यहाँ भयो, 1.5 इन्च एक्स्ट्रा। सेम यही गर्छौँ तल पनि। छाती 4 भागको यहाँ 9 भयो, त्यसपछि 1.5 इन्च एक्स्ट्रा। यसलाई पनि हामी बक्स बनाउँछौँ यसरी। पहिला हामी नर्मल ब्लाउज जस्तै सबै रेडी गर्छौँ। यहाँबाट काकीबाट हामी 0.75 कुम डाउन हाफ इन्च। त्यसपछि यसलाई पनि यो पोइन्ट र यो पोइन्ट जोड्छौँ, यो पोइन्ट र यो पोइन्ट जोड्छौँ। त्यसपछि यसमा 2.5 माथि आउँछौँ है त, 2.5 आउँछौँ। 2.5 के सिधा हामी यो लाइनमा पनि टच गर्छौँ। त्यसपछि हामी काकी सेप दिन्छौँ है त। ब्याक पार्टको पनि दिन्छौँ। यसैबाट हामीले ब्याक पार्ट पनि निकाल्न सक्छौँ है हामी। ल ब्याक पार्टको पनि सेप गयो, फ्रन्ट पार्टको पनि सेप गयो। अब हाम्रो बेल्टको लागि, तलको बेल्टको लागि चाहिँ हामी 4 इन्च छुटाउँछौँ है त, 4 इन्च। त्यसपछि यताबाट चाहिँ 3 इन्च। यसमा सिलाइ भाग त एड छ है। यसमा चाहिँ सिलाइ भाग एड नभएको चाहिँ कता कता भन्ने कुरा चाहिँ अहिले तपाईँले कपडा कटिङ गरेपछि थाहा पाउनुहुन्छ। यसलाई पनि सिधा गरौँ है। यो अब बस पोइन्ट कति हो त? बस पोइन्ट लेन्थ चाहिँ 9.5 हो। हाफ इन्च प्लस गरेर हामीले 10 गऱ्यौँ है। यहाँनिर यो 10 भयो। यहाँबाट ग्याप चाहिँ कति गऱ्यौँ हामीले? 3.5 मात्रै गऱ्यौँ है, 3.5 गऱ्यौँ। त्यसपछि यसलाई पनि 1.5 इन्चको ग्यापमा यहाँबाट पनि 3.5 चाहियो है। फेरि 3.5 ट्याक्कै छ,
1 इन्चको ग्यापमा, यो चाहिँ 1 इन्चको ग्यापमा यो लाइन तान्छौँ है। त्यसपछि आएर यो कुमको पोइन्ट छ नि, यो पोइन्ट भन्दा चाहिँ हामी 1 इन्चभित्र आउँछौँ है त। 1 इन्चभित्र यहाँ आउँछौँ। यहाँ चाहिँ हामी कति गऱ्यौँ, 1.5 इन्च गऱ्यौँ है, 1.5 इन्च गऱ्यौँ। त्यसपछि यो भित्र आएको र यहाँ चाहिँ सेम पोइन्ट गर्नु पर्यो है। पोइन्ट गरे पनि भयो, एक लाइन यसलाई सिधा ताने पनि भयो है, सिधा ताने पनि भयो। अब यहाँबाट चाहिँ हामी फेरि 1.5 इन्च बाहिर जान्छौँ है, 1.5 इन्च बाहिर जान्छौँ। त्यसपछि गला छ हाम्रो 7.5 गला खोलेको छौँ, यहाँनिर भयो। गला चाहिँ हामीले नर्मली राउन्ड गऱ्यौँ यसरी, राउन्ड भयो। अब यहाँबाट चाहिँ हामी यो 1.5 इन्चको पोइन्टबाट यो 1 इन्चमा टच गर्छौँ। 1 इन्चबाट यहाँ हामी यहाँबाट गएको 1.5 इन्चमा टच गर्छौँ है, सेप मिलाएरै टच गर्छौँ। यसरी यहाँ टच भयो। यसरी यहाँ टच भयो है त। अब यो बस पोइन्टको सिधा है, यहाँ पनि पोइन्ट छ, यहाँ पनि पोइन्ट छ, यसलाई एक लाइन चाहिँ हामी सिधै गर्छौँ। बस पोइन्ट चाहिँ यो भयो। त्यसपछि हामीले के गर्छौँ त, यहाँबाट 1/2 इन्च, यहाँबाट 1/2 इन्च, यताबाट पनि 1/2 इन्च, यताबाट पनि 1/2 इन्च है। अब यसलाई यो बस पोइन्टको बिचसँग मिलाएर यसलाई चाहिँ के गर्छौँ त, क्रस डट लाइन तान्छौँ है त। यसरी क्रस तानिसकेपछि अब यहाँबाट चाहिँ हामी कति गर्छौँ त, 1.5 है त, 0.75 0.75। यसलाई पनि योसँग हामी टच गर्छौँ यसरी। ल अब यो चाहिँ हाम्रो कटिङको लागि चाहिँ रेडी भयो है। यो चाहिँ हाम्रो कटिङको लागि रेडी भयो। अब कस्तो भयो त तपाईँलाई म यसरी देखाउँछु है त अलिकति। अब यो पत्रिकामा भएर अलिकति गाह्रो छ देख्न, तर देख्न चाहिँ हुन्छ है अलिअलि भए पनि। यो लाइनिङहरू छ नि त, तैपनि मैले बोल्दै पनि छु होइन। ल अब यो चाहिँ हामी कटिङ गर्छौँ। अब कटिङ गर्दाखेरि यहाँ कटिङ गर्छौँ, यहाँ कटिङ गर्छौँ, यो कटिङ गर्छौँ, यो कटिङ गर्छौँ है। पछि हामी यसलाई चाहिँ कटिङ गर्छौँ है त, कटिङ गर्छौँ। मैले यसमा ब्याक पार्टको पनि यसैमा गरेको छु। अब कति मिलाउनु पनि घटाउनु पर्ने चाहिँ छ। अब म कसरी गर्ने भनेको तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ म यो कटिङ गरेँ है त। यति गरिसकेपछि चाहिँ यहाँ छुटाउनु पर्यो यसलाई है। यसलाई चाहिँ यहाँ यसो च्यात्दै पनि च्यात्तिन्छ। यो फ्रन्ट भयो होइन, यो फ्रन्ट भयो। अब पछाडिको म तपाईँहरूलाई सम्झाउँछु। पछाडिकोमा चाहिँ लेन्थमा चाहिँ हाम्रो +2 मात्रै भएको छ, +2 मात्रै भएको छ। अब यसैमा मिलाउने है त। +2 भनेपछि 16 हुन्छ, 1 इन्च बढी भयो है। अब यो 1 इन्चलाई हामी यसरी घटाउँ। ब्याक पार्टमा फेरि 1/2 इन्च कम हुन्छ यताबाट है। यहाँ 1/2 इन्च पनि हामी यसरी कम गर्छौँ है। यो भयो। यो भएपछि अब यसलाई काटौँ।
गला चाहिँ हामीले कति गर्यौँ त 2.75 है 2.75 त्यसलाई सिधा तानौँ त्यसपछि त्यसको लेन्थ कति हो त गलाको लेन्थ जम्मा 6 मात्र है यो सन्जाप लाउने भएर हामीले 6 को 6 नै लगाउँछौँ किनभने यताबाट पनि च्यापिन्छ सिलाइ यताबाट पनि तल जान्छ बराबर हुन आउँछ है यदि पाइपिङ लगाउनु हुन्छ भने चाहिँ हामीले प्लस गर्नु के अरे प्लस गर्नुपर्छ 6 को ठाउँमा 6.5 गर्नुपर्छ यसमा पनि राउन्ड नै यो चाहिँ ब्लाउज चाहिँ एकदम सिम्पलै बनाउँदैछौँ हामी अब यहाँबाट 1 इन्च छोडेर यहाँबाट बीच गऱ्यो 4.5 मा अझ हामीले 1 इन्च उता गयौँ है हाफ इन्च गए पनि भयो 1 इन्च गए पनि भयो हामीले लेन्थ चाहिँ कति लगायौँ डटको लेन्थ चाहिँ हामीले 6 इन्च लगायौँ है 6 ल यता पनि हाफ इन्चको सेप पनि देखाइदिउँ यो ब्याक पार्ट पनि हाम्रो रेडी भयो कति इजी है एकैचोटि अब यसलाई चाहिँ हामी कपडासँग काटे पनि भयो गला त्यतिकै काटे पनि भयो हामी कपडासँगै काट्छौँ है त यो चाहिँ यो ब्याक पार्ट रेडी भयो अब फ्रन्ट पार्टमा चाहिँ हामी के गर्छौँ भनेदेखि फ्रन्ट पार्टमा चाहिँ हामी यो बेल्ट छुट्याउँछौँ है बेललाई चाहिँ कम्मरको हिसाबमा मिलाएर यहाँ बढी भएको चाहिँ काट्नुपर्छ हामी त्यो पछि गर्छौँ है त अब यसको काकी सेप पनि निकालौँ यो काकी सेप पनि निकाल्यौँ अब यसको गला पनि काटौँ गला पनि काट्यौँ अब यसको यो सेप पनि काट्छौँ है त अब यसमा चाहिँ हामीले सिलाइ भाग राख्नु पर्दैन यसमा पनि बेलमा पनि सिलाइ भाग राख्नु पर्दैन अब सिलाइ भाग राख्नुपर्ने चाहिँ यसमा है त यो पेपरमा यो टुकी ब्लाउज सिलाउँदाखेरि तपाईँहरूले चाहिँ पेपर चाहिँ काट्नै पर्छ कपडा पनि काट्न मिल्छ तर कपडा चाहिँ अलिकति बढी चाहिन्छ यसरी गऱ्यो भने चाहिँ अलिकति कपडा बच्छ अब कसरी बच्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भन्छु अब यो पनि भयो है अब चाहिँ म तपाईँहरूलाई चाहिँ कपडामा काटेर देखाउँछु है त कपडामा छापेर काटेर देखाउँछु यो कपडा चाहिँ 1 मिटर छ यो चाहिँ रुबियाको हो यो चाहिँ यो 1 मिटर कपडा छ हामीले 1 मिटरै लाग्छ भनेको थियौँ हैन हामीले कपडा पनि हिसाब गर्न सिकाउँछौँ यदि तपाईँहरूलाई पनि अनलाइन क्लासमा जोइन हुनु मन छ भने चाहिँ अब छिट्टै फेरि अर्को सिजन सुरु हुन्छ यसमा तपाईँहरूले जोइन गर्न सक्नुहुन्छ नाम टिपाउन सक्नुहुन्छ है अब यसलाई चाहिँ के गर्छौँ भने यसलाई चाहिँ अब हामी यसरी यसले चाहिँ सिधै चाहियो हैन यो चाहिँ सिधै चाहियो यसरी पिनले अड्काउँ पहिला तपाईँहरूलाई म मिलाएर देखाउँछु हैन यसरी पिन अड्काउनुहोस् है यो भयो अब यतैबाट तपाईँले ब्याग पनि अड्काउनुहोस् जसरी हुन्छ हामी चाहिँ कपडा चाहिँ टन्नै बचाउनुपर्छ है टन्नै लाएर एकदम टन्न लाएर कपडा बचाउनुपर्छ यो पेपरलाई चाहिँ यसरी राख्नुहोस् यहाँ चाहिँ बन्द भागमा छ है यो चाहिँ खुल्ला भाग हो हाम्रो हुक चाहिँ हाम्रो अगाडि लाग्छ है यसमा चाहिँ हामी हुक अगाडि लगाउँछौँ यो भयो
यसपछि हामीलाई बेल पनि चाहियो है। बेल चाहिँ हामी स्ट्रेटमै निकाल्छौँ होइन। बेललाई चाहिँ हामी यही पनि राख्न सक्छौँ होइन, यता पनि राख्न सक्छौँ, बेललाई यता पनि राख्न सक्छौँ, जताबाट राखे पनि भयो। यहाँ स्लिप निकाल्नुपर्छ है। अनि अर्को एउटा चाहिँ बेललाई यहाँ राखे पनि हुन्छ, यहाँ चाहिँ हाम्रो अलिकति कटिङ हुन्छ है, त्यही भएर यति जति फोल्ड गरेर राखे पनि हुन्छ। पछि बढी भएको हामी मिलाउँछौँ, यसलाई यसरी पनि मिलाउन सकिन्छ, यसरी 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 है। अब यो चाहिँ हामीले ट्रायङ्गलमा निकाल्नुपर्छ है, यो चाहिँ सिधा निकाल्न मिल्दैन, यो चाहिँ ट्रायङ्गलमा निकाल्नुपर्छ। अब यसरी राखेर ट्रायङ्गल निकालेर यसलाई दुई पिस नगरिकन पनि हामीले निकाल्न सक्छौँ है। दुई पिस नगरिकन पनि निकाल्न सक्छौँ हामी। यसमा चाहिँ बाहुलाको छुट्याइदिउँ है। बाहुलाको लागि हामीलाई कति रहेछ त्यो अनुसारको हामी छुट्याइदिन्छौँ है। 7 दुना 14, 14 चाहिँ 1 2 3। यो भनेपछि बाहुला लम्बाइ हाम्रो चाहिँ कति छ भनेदेखि, बाहुला लम्बाइ चाहिँ हाम्रो 6 मा 2 प्लस गरेर 8 भएको है। यसरी 8 मा छुटाउँ है। पछि बाहुलालाई अप्ठ्यारो नहोस् भनेर है, बाहुलाको लागि चाहिँ। ल बाहुलाको लागि हामी छुटाइदिउँ पहिला। यो बाहुलाको लागि छुट्यो हाम्रो चाहिँ यस्तो भयो है। अब यो चाहिँ ट्रायङ्गलमा यताबाट ट्रायङ्गल गरे पनि भयो, यो भयो। अब यसलाई चाहिँ हामीले 2 पिस गरेर पनि निकाल्न सक्छौँ। 2 पिस गरी निकाल्यो भने चाहिँ यहाँ काट्नु पर्यो, यहाँ काट्नु पर्यो, फेरि हामीले के गर्नु पर्यो त, यहाँनिर चाहिँ सिलाइ भाग राख्नु पर्यो, मार्जिन राख्नु पर्यो। जस्तै मानौँ हामीले यो काटेर यस्तो भयो भने यो छाप्दाखेरि चाहिँ यहाँनिर सिलाइ मार्जिन राखेर निकाल्नुपर्छ। अब यो यसरी राख्यो भने यसमा सिलाइ मार्जिन चाहिँ यहाँ राख्नु परेन, यहाँ चाहिँ राख्नुपर्छ है त। हामीले अनलाइनमा सिक्दाखेरि चाहिँ हामीले यो पिस गरेर पनि सिक्यौँ होइन, यसरी पनि गर्न सकिन्छ भनेर। अब यसमा चाहिँ यो नगर्दा पनि हुन्छ, म यो नगरिकनै छाप्छु है त, किनभने हामीसँग कपडा पनि ठिक मात्रै छ, त्यही भएर। अब यसलाई छड्के गरौँ यसरी ट्रायङ्गलमा है, यसरी ट्रायङ्गल भयो। देखिरहनु त भएको छ नि। ल ट्रायङ्गल, यो ट्रायङ्गल भयो। अब हामीलाई चाहिएको सिलाइ मार्जिन चाहिँ कहाँ हो भनेदेखि, हामीलाई चाहिएको सिलाइ मार्जिन चाहिँ यहाँ हो है, यहाँ चाहियो, यहाँ चाहियो 1.25 जति। 1.25 भनेको 0.75। अब यो गला चाहिँ यहीसँग भयो, गलामा चाहिँ चाहिएन हामीलाई। अनि यहाँ पनि त बरु अलिकति कम जस्तो हुन्छ सिलाइ होइन, अलिकति यहाँ त हुक बस्छ होइन। अब अलिकति धेरै च्यापिनु पर्छ, न त यसमा त खासै सिलाइ भाग नराख्दा पनि केही फरक पर्दैन। यहाँ चाहिँ अलिकति राखौँ थोरै, 0.25 जति है यो चाहिँ। अब यहाँ पनि राखौँ हामी, केही गरी सानो भयो भने त अप्ठ्यारो हुन्छ नि त होइन। बरु बढी अलिकति बढी राखेर छाँटेर काट्नु राम्रो, तर कम भयो भने हामीलाई मिलाउन गाह्रो हुन्छ। त्यही भएर यहाँ चाहिँ हाफ इन्च जस्तो मात्रै राखेँ। यहाँ चाहिँ 0.75 है, नापौँ है त, पुग्यो 0.75, 0.75 अलिकति थोरै। यसरी 0.75 यहाँ गएर हाफ इन्चमा गए पनि हुन्छ है। ल लाइन राम्रोसँग कोरिदिउँ यसलाई। हाम्रो कटिङ भाग चाहिँ यो है, यो कटिङ भाग चाहिँ यो भयो, हामीले छड्के काट्यौँ। अब यसको लागि यहाँ सिधा यसको चिनो पनि निकाल्नु पर्यो है। अब यो नकाट्ने भएपछि डट त देखाउनु पर्यो नि त होइन। अब कटिङ गरेको भए चाहिँ डट यहीँबाट देखिन्थ्यो होइन। अब यो भयो, यसको पनि यो भयो। अब चाहिँ हामी यो काट्न सक्छौँ है त। यो अब चाहिँ हामी यो काट्न सक्छौँ।
चाहिँ म यो कटिङ गरेर दिएको थिएँ तपाईँहरूलाई। पहिला चाहिँ हामी यो बेलको भाग कटिङ गर्छौँ। यो बेलको भाग भयो। यसलाई चाहिँ उल्टो र सुल्टो के अरे लेफ्ट राइट गरेर चिनो लगाउनुपर्छ छुट्टिने गरेर। अब यो चाहिँ फ्रन्ट हो। यो यस्तै सेपमा काट्छौँ। हल्का सेप गएको छ हाम्रो। यसमा पनि चिनो लगाउँछौँ त्यसरी। यो भयो। अब चाहिँ यो गलासँग काट्छौँ है त हामी यसरी। यो पनि भयो। यो डटको चिनो पनि लगाउँछौँ हामी, यसरी लगाउँछौँ। यो चिनो हामी यसैलाई ब्यागमा पनि लगाउँछौँ है त। यो पनि भयो। अब मेन भनेको चाहिँ हाम्रो यो भयो है। यसलाई चाहिँ हामी ठ्याक्कै यो चिनोमै काट्छौँ। गलामा चाहिँ हाम्रो एक्स्ट्रा राख्नु पर्दैन है। तपाईँसँग कपडा छ भने चाहिँ यसलाई पनि यो डबल राख्दा पनि हुन्छ है। यो यसलाई डबल राख्दा पनि हुन्छ। अब हामीसँग कपडा चाहिँ हामीले ठिक्क मात्रै नापेको भएर अब यसलाई यसको चिनो पनि हामी देखाउँछौँ है त यहाँनिर। यसरी यसरी यसलाई यसरी यसलाई यसरी है। अब सेन्टर पोइन्ट चाहिँ हामी कसरी गर्छौँ त, यो यसलाई यस्तो गरेर यो सेन्टर पोइन्ट, त्यसपछि यो सेन्टर पोइन्ट है। अब यो निकाल्छौँ यसरी। निकालेपछि यो सेन्टर पोइन्ट देखिरहेछ नि त होइन, माथि ल्याउनु पर्यो यसलाई। यसलाई पनि माथि यसरी ल्याउनु पर्यो है। अब यो सेन्टर पोइन्ट थाहा भइसक्यो। एउटा पिन अड्छौँ यो कपडा नसर्नको लागि यसरी। ल अब पछाडि चाहियो भने यसलाई यसरी नै चिनो लगाइदिए पनि भयो, नत्र यताबाट पनि देखिरहेको छ है। यो बिचको पनि तान्दिउँ हामी। यता पनि देखिरहेको छ, त्यहाँबाट देखि कि देखेन थाहा भएन, तर
यहाँबाट चाहिँ देखिएको छ। यसलाई यहाँ पनि चिनो लगाइदिन्छौँ है त। यसरी यो टोकी ब्लाउजको यो भाग चाहिँ जहिले पनि छड्के नै हुनुपर्छ है, छड्के नै हुनुपर्छ। यो पनि भयो। अब हामीलाई चाहियो स्लिप र अनि हुक, भर लाग्ने पट्टी र हुक लाग्ने पट्टी चाहियो है, 1.5 इन्च र 3 इन्च। पछि म स्लिप काटेर देखाउँछु। यो हाम्रो स्लिपको लागि छुट्टाएको भयो। यसलाई अघि मैले कपडा अलिकति बच्छ यसरी काट्दा भनेको नि, यदि हामी कपडामै ड्राफ्ट गरेर गर्दाखेरि चाहिँ यसो टुक्रा कपडा निस्किन्छ होइन। यो फेरि अर्कोमा राखेर फेरि सिलाइ भाग राखेर काट्नु पऱ्यो नि त होइन। त्यही भएर चाहिँ हाम्रो यो चाहिँ कपडा बढी लाग्छ भनेको है। अब पेपरमा गऱ्यो भने त यो पेपर भयो, हाम्रो कपडा खेर गएन नि त है। ल स्लिप है त। अब स्लिपमा चाहिँ हामीले 4 फोल्ड गऱ्यौँ है। स्लिप लेन्थ छ हाम्रो 6मा हामीले 2 इन्च प्लस गरेर 8 बनायौँ है। यहाँबाट 8 राख्यौँ। त्यसपछि हाम्रो काकी सेप जाने भनेको चाहिँ कुमको पोइन्ट र छाती 4 भएको पोइन्ट हामीले नापेर काकी सेप झर्छौँ है। जस्तै यो भयो, यहाँदेखि यहाँसम्म नाप्दाखेरि कति आउँछ 2.5, तर हामीले यहाँ 3 राख्यौँ है। 3 राख्यौँ। यो फर्मुला पनि युज हुन्छ। 3 राख्यौँ, यहाँबाट 3 राख्यौँ है यसरी। त्यसपछि अब काखी लम्बाइ कति तान्ने त स्लिपमा भन्दाखेरि माथि मोटा आधा प्लस हाफ इन्च भनेको हो। जस्तै हामीले यहाँनिर यो पाटामा हामीले माथि मोटा आधा प्लस हाफ इन्च 7 तान्यौँ नि त होइन। 7 तान्यौँ नि। यहाँ यो ब्याक पार्टमा देखिँदैन, फ्रन्ट पार्टमा देखिन्छ यो लाइन। 7 तान्यौँ नि। यहाँ हाफ इन्च डाउन भएकोबाट 6.5 मा देखेको 7 तान्यौँ नि होइन। हो, त्यो चाहिँ काखी लम्बाइ हो। अब यसमा चाहिँ हामी यसरी तान्दैनौँ है त। यसरी तान्दैनौँ किनभने अब स्लिपमा चाहिँ माथि मोटा आधा प्लस 1 इन्च चाहिन्छ। किनभने यसको चाहिँ यो काखीको सेपमा चाहिँ उल्टो भइछ। काखीको सेपमा चाहिँ डट लाग्दैन है। डट नभएको कारणले गर्दा चाहिँ हामीलाई माथि मोटा आधा प्लस 1 इन्च चाहिन्छ है। अब हामीले त्यो हामीलाई चाहिने काखी सेप झर्नु 2.5 मात्र थियो नि त होइन। हामीले यहाँ 3 राख्यौँ। त्यस कारणले हामी चाहिँ राख्न त त्यसरी नै राख्छौँ, तर हामी छड्केबाट राख्छौँ है। खासमा यसरी राख्ने हो। हामीले हाफ इन्च एक्स्ट्रा यहाँ बढाएको भएर हामी चाहिँ अब यसरी गर्छौँ। माथि मोटा आधा प्लस हाफ इन्च गर्दाखेरि 7.5 यहाँ भयो है। 7 राख्नुपर्नेमा हामीले 7 राख्यौँ होइन। 6.5 मा हामीले हाफ इन्च प्लस गरेको भयो अगाडिको त्यो बडीको गर्दाखेरि होइन। अब यसमा डट नलाग्ने भएर चाहिँ हाम्रो हाफ इन्च एक्स्ट्रा जानुपर्छ, 7.5 जानुपर्छ है। स्लिपमा चाहिँ यसरी राख्नुपर्नेमा हामीले चाहिँ यसरी राख्यौँ है त। किनभने हामीले हाफ इन्च एक्स्ट्रा यहाँ लियौँ है। 2.5 को ठाउँमा 7.5 यहाँ टच गरौँ। अब यहाँबाट गर्दा के हुन्छ 7 आउँछ है। 7 आयो। यहाँबाट चाहिँ 7 आयो। यहाँबाट चाहिँ 7.5 आयो। हो, यो फर्मुला चाहिँ यही नै हो है। अब यसको मोटा चाहिँ कति छ भने 12 छ है। 12 को 6 भयो। 12 को 6 भयो। अब यसलाई चाहिँ हामी यो स्केलले सेप दिन्छौँ है। यसमा चाहिँ 21 छ। यो 21 नम्बरलाई चाहिँ यहाँ टच गर्ने अनि यहाँ टच गर्ने। अब यसैलाई यहाँबाट 1.5 इन्च गऱ्यो भने 1 इन्च हुन्छ है। यो चाहिँ 1.5 इन्च 1 इन्च, यहाँबाट 1.5 इन्च हुन्छ, यहाँबाट 1 इन्च हुन्छ है। यसैबाट भयो। अब यसलाई चाहिँ हामी यसरी सिधा तान्छौँ है। अब यसरी सेप दिए पनि भयो। अब यो स्केल आएर झनै सजिलो भयो होइन। अब मैले चाहिँ यसलाई यसरी मिलाउँछु है त। यहाँबाट यो लाइन देखिने, यो माथि यहाँ मिलाउने, यो लाइनबाट टच गरेर यसलाई यस्तो गर्ने हो। यो निकाल्ने, त्यसपछि फेरि यहाँबाट राखेर यताबाट टच गरेर यहाँबाट मिलाउने है त। अनि यसलाई चाहिँ यस्तो सेपमा मिलाउनु पर्यो है। ल, अलिकति डबल गरेर बिग्रे जस्तो भयो, तर केही छैन, बिग्रे चाहिँ होइन। अब यसलाई त यो यहीँ नै भइहाल्यो होइन। यसरी सेप मिलाएर यसलाई
तल चाहिँ हल्का भित्र गयो नि केही फरक पर्दैन है। यो भयो। यो पनि भयो, यो पनि भयो है। अब यो स्केलले जहाँनिर राखेको 21मै राखेर यसलाई दुईवटा यता माथि पल्टाउने, चिनो लगाउने, अर्को दुईवटा पल्टाउने, चिनो लगाउने, अनि यसलाई फेरि यसरी खोलेर यो सेप निकाल्नु पर्यो है। यो सेप निकाल्नु पर्यो। यो स्लिप पनि भयो। अब हामीलाई चाहियो 1.5 इन्चको पट्टी र 3 इन्चको पट्टी। त्यो चाहिँ अब नाप अनुसार निकाल्ने हो होइन, नाप अनुसार निकाल्ने हो। नाप अनुसार भन्नाले अब यसकै नाप अनुसार हो। यसको र यसको नाप अनुसार भनेको यो बेल्ट पनि भयो होइन। अब यहाँबाट कति चाहिन्छ, अब त्यो कपडा सिलाइ जोडेर नाप्दै निकाल्दा पनि हुन्छ, नत्र यसो अलिकति बढी निकाल्दा पनि हुन्छ है। अहिलेलाई हामी चाहिँ ल 11को हिसाबमा निकाल्छौँ। 3 इन्च र कति त 1.5 इन्चको है। अब यसैलाई यस्तो गऱ्यो भने 3 इन्च हो है, किनभने यो स्केल चाहिँ 1.5 इन्चको है। 2 लाइन कम भएर खासै केही फरक परेन। यो भयो। हामीलाई कति चाहियो त 11 होइन त। 11 पनि हामीले निकाल्छौँ है त 11। यसको पनि सिधा तान्नु पर्यो। यो चाहिँ एउटा पट्टी मात्रै निकाल्ने है, दुईवटा होइन। एउटा चाहिँ 1.5 इन्चको हो, एउटा चाहिँ 3 इन्च। अब यो 1 इन्चभन्दा 1-2 लाइन कम छ, खासै केही फरक चाहिँ पर्दैन है। यो भयो। अब एउटा चाहिँ हामीलाई कति चाहियो त 1.5 इन्चको चाहियो है। यो स्केल 1.5 इन्चकै हो। यो पनि कति चाहियो त 11 चाहियो है। यो 1.5 इन्च र 3 इन्चको पट्टी पनि भयो। अब हामीलाई चाहिँ लुपको लागि चाहियो। लुप टिप लगाइन्छ कुममा। त्यसको लागि लुप बनाउनलाई हामी अब अन्दाजी जति लगाए पनि हुन्छ, जति लगाए पनि हुन्छ है। त्यतिकै काट्यौँ। यो पनि भयो है। अब हामीलाई के चाहियो त सन्जाप चाहियो है त। सन्जापको लागि अब कपडा एकदमै थोरै छ मसँग है। अब यसले जति पुग्छ त्यति चाहिँ काट्छौँ। नपुगेको हामी अर्को एक्स्ट्रा अर्को कलर मिल्ने कपडाको पनि हामीले राख्न सक्छौँ है। अब गलामा मात्रै हो सन्जाप त, पुग्न पनि सक्छ। गला हामीले धेरै खोलेका छैनौँ। यस्तै छड्के गरेर काट्नुपर्छ। सायद पुग्छ होला। तैपनि यो टुक्राहरू हामी नफालौँ। त्यही गरी बाई चान्स पुगेन भने हामीलाई सानो सानो टुक्रा पनि जोइन गर्नुपर्ने हुन्छ। तर यति भएपछि मेबी पुग्छ यो। ल हाम्रो चाहिँ यो सन्जापपट्टि भयो, स्लिभ भयो, हुक लाग्ने र घर बनाउने पट्टी पनि भयो, लुपको लागि टिपको लागि पनि भयो, फ्रन्टको यो टुकी यसलाई कटौरी पनि भन्छ है। यो बेल्ट भयो। यो यसमा जोइन हुने भयो। यसलाई यतैबाट होला, यतैबाट है, यतैबाट हो। यो चाहिँ ब्याक पार्ट। ल अब चाहिँ हाम्रो स्टिचिङको लागि चाहिँ रेडी भयो है त।